सोमाली समुद्री डाकु एक जटिल कथा। एकछिन कल्पना गर्नुहोस् त, एक विशाल समुद्र, अनन्त क्षितिजहरू र टुक्रिने छालहरूको आवाज, तर सतहमुनि अव्यवस्था, निराशा र जीविकोपार्जनको संसार लुकेको छ। स्वागत छ सोमाली समुद्री डाकुको कथामा। एक कथा जुन हलिउडका चलचित्रहरूले देखाउने भन्दा धेरै जटिल छ। के यी डाकुहरू निर्दयी अपराधी थिए जसले विश्वव्यापी व्यापार मार्गहरूमा आतंक फैलाए, वा के उनीहरू आधुनिक कालका रोबिन हुडहरू थिए जसले शोषण र अन्यायको विरुद्धमा लडे? आज हामी हाम्रो समयमा सबैभन्दा गलत बुझिएका घटनाहरूको इतिहास, राजनीति र मानवीय कथाहरूमा गहिराइमा पुग्नेछौँ। यस भिडियोको अन्त्यसम्म तपाईले बुझ्नुहुनेछ कि उनीहरूलाई मात्रै डाकु भन्नुले सम्पूर्ण कथा बयान गर्दैन। सोमाली समुद्री डाकुलाई बुझ्न हामीले सोमालियाको पतनबाट सुरुवात गर्नुपर्छ। 1990 को दशकको सुरुमा सियाद बारेको तानाशाहीपछि देश अव्यवस्थामा पतित भयो। युद्धपतिहरूले नियन्त्रण सम्हाले, देशभर अकाल फैलियो र लाखौं मानिसहरूलाई आधारभूत आवश्यकताहरू, खाना, पानी वा सुरक्षा बिना छोडियो। यो शक्ति रिक्तताले कानुनको अभाव भएको वातावरण सिर्जना गर्यो। धेरै युवाहरूका लागि रोजगारी थिएन, विद्यालय थिएन र भविष्यको कुनै आशा थिएन। जीविकोपार्जन नै एकमात्र लक्ष्य भयो र केहीका लागि यसको अर्थ समुद्री डाकुतर्फ मोड्नु नै थियो। तर यहाँ एउटा मोड छ। यदि मैले तपाईलाई भने कि समुद्री डकैती केवल लोभको बारेमा मात्रै थिएन, यो पुरै कुनै अरू कारणले सुरु भएको थियो। समुद्री डाकुको जरा अवैध माछा मार्नमा पाइन्छ। सरकार पतन भएपछि विदेशी माछा मार्ने जहाजहरू बिना नियन्त्रण सोमाली पानीमा प्रवेश गरे। यी औद्योगिक ट्रेलरहरू धेरैजसो युरोप र एसियाबाट तलबाट माछा मार्ने विधि जस्ता विनाशकारी तरिकाहरू अपनाए, जसले समुद्री परिस्थितिको तन्त्र नष्ट गर्यो र स्थानीय माछाको स्रोतहरू समाप्त गरिदियो। सोमाली माछा पालनकर्ताहरूका लागि यो प्रलयकारी थियो। उनीहरूको आजीविका एकै राति हरायो। आक्रमण रोक्न कुनै सत्ता नभएकाले उनीहरूले आफ्नै हातमा लिन थाले। सुरुमा यी डाकुहरू समुद्री डाकु थिएनन्। यी प्रहरी जस्तै मानिसहरू थिए जसले आफ्नो पानीलाई जुनसुकै माध्यमबाट जोगाउँदै थिए। स्थानीय समुदायहरूले उनीहरूलाई रक्षकको रूपमा देखेर समर्थन गरे र निकै छिटो साना स्तरका अपरेसनहरूले ठूलो आकार लिन थाले। तर अवैध माछा मार्ने मात्रै सोमालियाको किनारमा समस्या थिएन। विषाक्त फोहोर फ्याँक्ने अर्को घोटालाको पनि खुलासा भयो। विदेशी कम्पनीहरूले स्थानीय समुदायहरूलाई सोमाली पानीमा हानिकारक पदार्थ फ्याँक्न रकम दिए। यस अभ्यासले वातावरणलाई विषाक्त बनायो र जीवनलाई जोखिममा पार्यो, जसले तटीय समुदायहरूमा रोग फैलायो। प्रतिक्रियाका रूपमा केही समूहहरूले फोहोर फ्याँक्न अनुमति लिनको लागि हतियारको प्रयोग गर्न थाले, जसले थप हिंसा र अस्थिरता बढायो। वातावरणीय विनाश र आर्थिक निराशाको संयोजनले थप मानिसहरूलाई समुद्री डाकुतर्फ धकेल्यो। धेरैका लागि यो केवल पैसा कमाउने कुरा मात्रै थिएन, यो आफ्नो सम्मान पुनः स्थापित गर्ने र आफ्नो जमिन र समुद्र शोषण गर्नेहरूका विरुद्ध उठ्ने कुरा थियो। एक घटनाले सोमाली समुद्री डाकुलाई विश्वमञ्चमा ल्यायो। अप्रिल 2009 मा मेस्क अल्बामाको अपहरण, जब हतियारबन्द डाकुहरूले अमेरिकी मालवाहक जहाजमा प्रवेश गरी क्याप्टेनलाई बन्धक बनाए। विश्व स्तब्ध भयो। यो टकराव तब अन्त्य भयो जब अमेरिकी नौसेना सिलहरूले क्याप्टेन रिचार्ड फिलिप्सलाई बचाए। तर यो घटनाले एक मोड बिन्दुको रूपमा चिन्हित गर्यो। अचानक सोमाली समुद्री डाकु अब क्षेत्रीय समस्या मात्रै रहन सकेन, यो अन्तर्राष्ट्रिय व्यापारका लागि खतरा बन्यो। जहाज चलाउने कम्पनीहरूले आफ्ना जहाजहरू जोगाउन झटपट उपाय अपनाए, जबकि सरकारहरूले बढ्दो समस्यासँग जुझ्न ठूला नौसेना अपरेसन सुरु गरे। तर हेडलाइन्सको पछाडि यो कथाको अर्को पक्ष छ। धेरै सोमालीहरूका लागि यी डाकुहरू दुष्ट थिएनन्। यी उनीहरूको विरुद्ध लडेको प्रतिरोधको प्रतीक थिए।
सन् 2008 सम्म समुद्री डाकु एक अत्यन्तै सङ्गठित उद्योगमा परिणत भएको थियो। स्थानीय गिरोहहरूको परिष्कृत नेटवर्कहरू बने, जसमा वार्ताकार, वित्तीय सहायता गर्नेहरू र खोजी गर्नेहरू समावेश थिए। फिरौती रकम आकाश छुने स्तरमा पुग्यो, कतिपय करोडौं डलरको रूपमा पुगे। समुद्री डाकु सोमालियाको सबैभन्दा नाफा दिने व्यवसाय बन्न पुगेको थियो, जसले कृषि र पशुपालन निर्यातलाई पनि पछाडि पार्यो। गरिबीले ग्रसित देशका लागि यो नगदको बाढीले सबै कुरा परिवर्तन गरिदियो। केही डाकुहरूले आफ्नो कमाई आफ्ना समुदायहरूमा पुनः लगानी गरे, विद्यालय र अस्पतालहरू निर्माण गरे। अरूहरू लोभमा परे, जसले भ्रष्टाचार र हिंसा बढायो। तथापि आफ्नो अपराधी क्रियाकलापहरूको बावजुद धेरै सोमालीहरूले डाकुहरूलाई रक्षकको रूपमा हेरे। उनीहरूले विश्वास गर्थे कि यी मानिसहरूले विदेशी शक्तिहरूको विरुद्ध खडा भएर आफ्नो स्रोत शोषण भएको कुरा प्रतिकार गरेका थिए। अन्तर्राष्ट्रिय समुदायले अब यो खतरालाई बेवास्ता गर्न सकेन। अमेरिका, चीन र भारत जस्ता देशहरूले लाल सागर गस्तीका लागि युद्धपोत पठाए। निजी सुरक्षा कम्पनीहरूले व्यापारी जहाजहरूलाई हतियार बन्द गरे, जसले आक्रमणलाई रोकथाम गर्यो। यसले बिस्तारै समुद्री डाकु दरमा गिरावट आयो। सन् 2012 सम्म अपहरणका घटनाहरू अत्याधिक घटेका थिए। सैन्य हस्तक्षेपले मुख्य भूमिका खेले पनि अन्य कारकहरू जस्तै सोमालियाका केही भागहरूमा शासन व्यवस्था सुधार र राष्ट्रहरू बीचको समुद्री डाकु विरुद्धका सम्झौताहरूले पनि योगदान गरे। तर प्रश्न उही रहन्छ, के समुद्री डाकुको समाधानले समस्याका कारणहरूलाई सम्बोधन गर्यो वा के यो केवल तिनीहरूलाई सतह मुनि फ्याँकिदिएको मात्रै थियो? यहाँ कुराहरू जटिल हुँदै जान्छन्। बाहिरका मानिसहरूका लागि सोमाली डाकुहरू ती अपराधी हुन् जसले जीवनलाई खतरा पुर्याउँछन् र व्यापारमा अवरोध ल्याउँछन्। तर धेरै स्थानीयहरूका लागि ती नायकहरू हुन् जसले अन्यायको विरुद्ध लडेका थिए। डाकुहरूले प्राय आफ्ना क्रियाकलापहरूलाई करको रूपमा न्यायोचित ठहर्याउँथे। चोरेको धन पुनः प्राप्त गर्ने र आफ्नो सार्वभौमिकता जोगाउने तरिका। यस नैतिक अस्पष्टताले हामीलाई सरल, राम्रो र नराम्रोको धारणा पुनर्विचार गर्न बाध्य पार्छ। के हामी साँच्चीकै कसैलाई दुष्ट भन्न सक्छौँ जब उनीहरूका क्रियाकलापहरू निराशा र दबावबाट उत्पन्न हुन्छन्? साथै समुद्री डाकुको उदयले सोमाली समाजभित्रका गहिरा समस्याहरू उजागर गर्यो। लोभले इमानलाई प्रतिस्थापन गर्यो र परम्परागत मूल्यहरूले अव्यवस्थालाई स्थान दियो। यसले सङ्कटले संस्कृति र नैतिकतामा कसरी परिवर्तन ल्याउँछ भन्ने महत्त्वपूर्ण प्रश्नहरू उठाउँछ। त्यसो भए सोमाली समुद्री डाकुको उदय र पतनबाट हामी के पाठ सिक्न सक्छौँ त? पहिलो, गरिबी र अवसरको अभावले अपराधका लागि उर्वर भूमि तयार पार्दछ। यस्ता कारणहरूलाई सम्बोधन गर्नु अघि यस्ता सङ्कटहरू रोक्न अत्यावश्यक छ। दोस्रो, सोमालियाको भू राजनीतिक महत्त्वले हाम्रो संसार कतिको परस्पर जडित छ भन्ने सम्झना गराउँछ। एक क्षेत्रका अवरोधहरूले बाहिर फैलिँदै विश्वभरका अर्थतन्त्र र जीवनमा प्रभाव पार्दछन्। अन्तमा समुद्री डाकुसँग सम्बन्धित नैतिक द्वन्द्वहरूले हामीलाई शोषण र न्यायका असहज सत्यहरूसँग सामना गराउँछन्। के कसैले निर्धारण गर्न सक्छ कि के सही छ र के गलत? र हामी कसरी राष्ट्रिय हितहरूलाई वैश्विक जिम्मेवारीहरूसँग सन्तुलन गर्न सक्छौँ? जसरी सोमालिया पुनर्निर्माण हुँदैछ, त्यसै गरी जनता पनि विशाल चुनौतीहरूको सामना गर्दैछन् र अवसरहरू पनि। तिनीहरूको सफलता आन्तरिक प्रयास मात्रै होइन, विश्वले तिनीहरूलाई कसरी समर्थन गर्नेमा भन्ने पनि निर्भर गर्दछ। सोमाली समुद्री डाकु जीविकोपार्जन, सङ्घर्ष र जटिलताको कथा हो। यो सम्झनामा राख्नुहोस् कि प्रत्येक क्रियाकलापका पछाडि नतिजाहरू हुन्छन् र समाधानका लागि सहानुभूति, समझदारी र सहकार्य आवश्यक हुन्छ। त्यसैले अर्को पटक तपाईले डाकुहरूको बारेमा सुन्नुभयो भने याद गर्नुहोस्, हेडलाइन्सको पछाडि वास्तविक मानिसहरू छन् जसको आकार इतिहास, परिस्थितिहरू र आशाबाट बनेको छ।
हेर्नुभएकोमा धन्यवाद र थप विचार प्रवर्तक सामग्रीका लागि लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।